पुकार सुन्नको लागि ईश्वर स्वयं तेरो मनमा वास गरेको हुनुहुन्छ। तैँले दुनियाँ पाप र कुकर्म गरेर ईश्वरलाई आफ्नो मनभन्दा निकै टाढा पुर्याइसकेकी छस्। त्यसैले तैँले जति नै चिच्याए पनि, जति नै रोइ कराई गरे पनि तेरो आवाज ईश्वरसम्म कदापि पुग्दैन। तैँले जे भोगिरहेकी छस् त्यो आफ्नै गल्तीको कारणले गर्दा भोगिरहेकी छस्। मैले तँलाई जे गरेँ त्यो तेरै दुर्व्यवहारको कारणले गर्दा गरेँ। अरू कसैको श्रीमान श्रीमतीको सम्बन्ध बिगार्न खोज्नु, कसैको श्रीमान खोज्नु ठुलो अपराध। त्यसैले आफूले आफूलाई सुधार। अबदेखि आइन्दा कसैको जीवनसँग खेल्ने, कसैको श्रीमान श्रीमतीको सम्बन्ध बिगार्ने, अरूको श्रीमान खोज्ने चेष्टा कहिले पनि नगर। गर्दिन कान्छी, गर्दिन। अबदेखि म गर्दिन।